बनायो भनेपछि मजाले थियो रथ गयो र रावणको आफ्नो फ्याँकेर कपिल भाउन डिप्रेसनमा किन जानुलाई घुमेर यहाँबाट घुमेर जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्राविधिक अध्यक्ष श्री मदन भण्डारीज्यूलाई म अतिथिको निमित्त मञ्चमा निम्त्याउँछु। त्यसै गरी सोही कार्यालयका प्रवीण प्रधानजीलाई पनि अतिथिको स्वीकार ग्रहण गर्न अनुरोध गर्छु र उहाँलाई लगाइदिनु पनि म अनुरोध गर्छु। दोस्त कहाँ हो गायब? हामी यतै हो। नगरपालिका हाय पुष्कर जोशी रावणले सीतालाई भगाइसकेको छ। अटोमा बिना भाडा दिएर हो। यहाँ देख्न सक्नुहुन्छ रावणले सीतालाई भगाइदिँदैछ। यसो यो कमेन्ट गर्ने राम्रोसँग गर्नु त्यहाँ रामला कमिटीलाई पसन्द प्रदान गर्नुभएको छ। रामला कमिटीको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। दामोदर जोशीले रामला कमिटीलाई रु 155 प्रदान गर्नुभएको छ। रामला कमिटीको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। नगरपालिका वार्ड नम्बर 9 गाजरी बस्ने श्री अमर उहाँहरूले हाम्रो रामला कमिटीलाई रु 50, उहाँकै श्रीमतीले रामला कमिटीलाई रु 50, उहाँकै छोरी अनुल उहाँले रामला कमिटीलाई रु 50, उहाँकै छोरी सन्तोषी उहाँले रामला कमिटीलाई रु 50 गरी जम्मा रु 200 प्रदान गर्नुभएको छ। रामला कमिटीको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। शैलेशेखर यता देशला बस्ने श्री